सो हेलो एभ्रिवान, आज चाहिँ हामी बेसिक नेटवर्किङ थ्योरी हेर्न जाँदैछौँ। यो चाहिँ हाम्रो लोकसेवा आइटी अफिसरको सेकेन्ड पेपरको सिलेबसको 7.1 मोड्युलमा रहेको छ। सबभन्दा सुरुमा त हाम्रो कम्प्युटर नेटवर्क भनेको के हो बुझ्नुपर्छ। कम्प्युटर नेटवर्क भनेको चाहिँ अ ग्रुप अफ 2 or more कम्प्युटर डिभाइस कनेक्टेड टुगेदर, जसले चाहिँ कम्युनिकेट गर्न सकोस् र रिसोर्सहरू सेयर गर्न सकोस्। जस्तै हाम्रो यो फिगरमा पनि हेर्न सकिन्छ, यो चाहिँ एउटा हाम्रो नेटवर्कको इक्जाम्पल भयो, जसमा चाहिँ हाम्रो सेन्टरमा एउटा स्विच अथवा हब छ भने त्योसित इन्टरकनेक्टेड भएको हाम्रो डिफ्रेन्ट कम्प्युटरहरू रहेको छ। यो कम्प्युटरहरू चाहिँ एउटा नेटवर्कमा रहेको छ, जसले गर्दाखेरि चाहिँ एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा चाहिँ हामीले इजिली फाइल सेयरिङ अथवा कम्युनिकेसन गर्न सकिन्छ। हाम्रो नेटवर्कको मेन पर्पस भनेको चाहिँ के हो त भन्दाखेरि कम्युनिकेसन गर्नु, फाइल सेयरिङ, डाटा सेयरिङ, सेन्ट्रलाइज म्यानेजमेन्ट र इन्टरनेट सेयरिङ। त्यस्तै अब हाम्रो नेटवर्कको डिफ्रेन्ट टाइप्सहरू हुन्छ हाम्रो कभरेजको आधारमा, जसमा सबभन्दा सुरुमा आउँछ हाम्रो प्यान पर्सनल एरिया नेटवर्क। यो भने चाहिँ हामीले पर्सनली युज गर्ने नेटवर्क हो, जसको रेन्ज भनेको चाहिँ हाम्रो 1 देखि 10 मिटरसम्मको मात्रै रहेको हुन्छ। यो चाहिँ एकदम सानो कम्प्याक्ट आफ्नो पर्सनल नेटवर्क जस्तो हो, जसमा चाहिँ ब्लुटुथको मेनली युज गरिन्छ कम्युनिकेसनको लागि। जस्तै यसमा चाहिँ के हुन्छ त भन्दाखेरि जस्तै हाम्रो ल्यापटप चाहिँ स्मार्टफोनसँग कनेक्टेड छ अथवा ब्लुटुथ इयरफोनहरूसँग कनेक्टेड छ, प्रिन्टरहरूसँग कनेक्टेड छ। यो कुरा चाहिँ हाम्रो प्यानभित्र पर्ने गर्दछ। त्यस्तै अर्को नेटवर्कको टाइप भनेको चाहिँ हाम्रो लोकल एरिया नेटवर्क हो। यो चाहिँ कमनली हाम्रो घरहरूमा, अफिसहरूमा अथवा स्कुल अथवा कलेजको ल्याबहरूमा युज गरिएको हुन्छ। यसको मेनली युज भनेको चाहिँ हाम्रो इन्टरनल फाइल सेयरिङ अथवा हाम्रो इन्टरनेट सेयरिङको लागि चाहिँ युज गरिन्छ। जस्तै यहाँ एक्जाम्पलमा पनि हेर्न सकिन्छ, हाम्रो यो स्विचमा चाहिँ डिफ्रेन्ट टाइपको कम्प्युटरहरू अथवा ल्यापटपहरू, राउटर र हाम्रो प्रिन्टर चाहिँ ल्यान केबलको थ्रुबाट कनेक्ट भएको छ। यो यति भनेको चाहिँ हाम्रो इन्टरनल नेटवर्क भयो। अनि इन्टरनल नेटवर्कबाट आएको डाटा चाहिँ राउटरको थ्रुबाट जान्छ, अनि यहाँबाट चाहिँ अर्को बाहिरी नेटवर्कमा जान्छ। यहाँ चाहिँ हामीले मेनली युज गर्ने टेक्नोलोजी भनेको चाहिँ इथरनेट अथवा वाइफाई हो। त्यस्तै अब हाम्रो अर्को टाइपको नेटवर्क भनेको चाहिँ म्यान नेटवर्क भन्छ, मेट्रोपोलिटन एरिया नेटवर्क, जुन चाहिँ हाम्रो डिफ्रेन्ट टाइपको ल्यानहरू मिलेर बनेको हुन्छ। जस्तै हाम्रो हस्पिटलको ल्यान, कलेजको ल्यान, फ्याक्ट्रीको ल्यान अनि स्कुलको ल्यान मिलेर चाहिँ हाम्रो म्यान बनेको छ यहाँ एक्जाम्पलमा। यसको मेनली युज भनेको चाहिँ हाम्रो सिटी वाइड आइएसपी नेटवर्कको लागि युज गरिन्छ। यसमा युज हुने टेक्नोलोजी भनेको चाहिँ हाम्रो मेनली फाइबर अप्टिक्स भयो। हाम्रो ल्यानमा चाहिँ हाम्रो नर्मली भनेको हाम्रो ल्यान केबल भनेको चाहिँ हाम्रो कपर वायरको हुन्छ भने हाम्रो म्यानमा चाहिँ हाम्रो फाइबर अप्टिक्स युज गरिन्छ, किन भन्दाखेरि हाम्रो कपर वायर भन्दा चाहिँ फाइबर अप्टिक्सको चाहिँ रेन्ज बढी हुन्छ। त्यस्तै अब हाम्रो यो अर्को नेटवर्कको टाइप भनेको चाहिँ अथवा अन्तिम नेटवर्कको टाइप भनेको चाहिँ हाम्रो वाइड एरिया नेटवर्क अथवा WAN हो। यसको हाम्रो बेस्ट इक्जाम्पल भनेको चाहिँ हाम्रो इन्टरनेट भयो, जसमा चाहिँ के हुन्छ त भन्दाखेरि सबै ल्यानहरू अथवा म्यानहरू मिलेर चाहिँ यो बनेको हुन्छ, जसले गर्दाखेरि चाहिँ हामीले बाहिरको नेटवर्कहरूमा चाहिँ मजाले फाइल सेयरिङ अथवा डाटा सेयरिङहरू गर्न सकिन्छ। यो यति रहेको थियो हाम्रो नेटवर्कको टाइप्सहरू। बाँकी अरू टपिकहरूको लागि चाहिँ फलो गर्नु होला। धन्यवाद।